दर्शकवृन्द, नेपाली चलचित्र क्षेत्रको एक्सनको टाइगर विराज भट्टको मुख्य भूमिका रहेको चलचित्र राम नाम सत्यको छायाङ्कनको काम सुरु भएको पनि लामो समय भइसकेको छ। तर पनि अहिलेसम्म चलचित्र राम नाम सत्यको छायाङ्कनको काम सकिएको छैन र यसै क्रममा यति बेला दर्शकहरू चलचित्र राम नाम सत्य फिल्मको छायाङ्कनको काम कहिले सकिन्छ र चलचित्र राम नाम सत्यको धमाकेदार टिजर कहिले आउला भनेर लामो समयदेखि एकदमै धेरै प्रतीक्षामा बसिरहनु भएको छ। चलचित्र राम नाम सत्यको धमाकेदार टिजर र चलचित्र राम नाम सत्य फिल्मको छायाङ्कनको काम कहिले सकेला त आज म यही कुराकै बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई प्यादिनु होला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। दर्शकवृन्द, नेपाली चलचित्र क्षेत्रको एक्सनको टाइगर विराज भट्टको मुख्य भूमिका रहेको चलचित्र राम नाम सत्यको लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चारैतर्फ एकदमै धेरै चर्चा भइरहेको छ। राम नाम सत्य फिल्मको चर्चा यस कारणले पनि भइरहेको छ कि राम नाम सत्य चलचित्रभित्र हामीले नेपाली चलचित्र क्षेत्रको एक्सनको टाइगर विराज भट्टलाई अहिलेसम्मकै खतरनाक एक्सन अवतारमा देख्न पाउने भएका छौँ। जस कारणले गर्दाखेरि यति बेला नेपाली चलचित्र क्षेत्रमा चलचित्र राम नाम सत्यको चारैतर्फ एकदमै धेरै चर्चा भइरहेको छ भने चलचित्र राम नाम सत्य हेर्नको लागि दर्शकहरू लामो समयबाट एकदमै धेरै प्रतीक्षामा बसिरहनु भएको छ। र यसै क्रममा यति बेला भने चलचित्र राम नाम सत्यको अन्तिम चरणको क्लाइम्याक्सको सिन धमाधम खतरनाक तरिकाले छायाङ्कन भइरहेको छ। चलचित्र राम नाम सत्यको छायाङ्कन अबको 1-2 हप्ताभित्रै सकिने देखिरहेको छ भने चलचित्र राम नाम सत्यको टिजर भने फागुन महिनाको पहिलो हप्ता वा दोस्रो हप्ताभित्रै सार्वजनिक हुने देखिरहेको छ। चलचित्र राम नाम सत्यको टिजर अलि ढिला आउने तर आगो रागो ज्वालामुखी भुरी बतास मिसाइल बनेर आउने पक्का पक्की रहेको छ। र चलचित्र राम नाम सत्य फिल्मले चैत्र 27 गते बक्स अफिस उखाडेर फाल्ने पक्का पक्की देखिरहेको छ।